चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान त्यो हुनुपर्छ। हाम्रो अब कुन छैन सभापति राष्ट्रिय सभा हाम्रा जिल्लाका सभापतिज्यूलाई पनि भन्छ हामीलाई सुट छैन। हजुर त त्यही टिचिङ ब्याकग्राउन्डमा टिचर भएर आइसकेको हाम्रो सभापति हो। वर्षौँदेखि तपाईँको सरकारी पनि पढाउनु भएको छ र चाहिँ लेक्चर भएर पनि पढाउनु भएको छ। उहाँलाई थाहा छ, उहाँले देख्नु भएको छ। हामी दक्षिण गएका थियौँ, सबले देखेका छौँ कस्तो हालत छ त्यहाँका भाइ बहिनीहरूलाई। योजना साना साना कुराहरू गर्ने हो भने पनि विद्यार्थीहरू त्यहाँ एट्र्याक्सन हुन्छ। एक समयमा तपाईँहरूको दिवा खाजा भन्ने योजना थियो, कतिजना विद्यार्थीहरूको त्यहाँ चाहिँ आगमन हुन्थ्यो, अहिले त्यो हटाइएको छ। शिक्षामा पनि तपाईँको टिचर जो के अरे लडेर शिक्षक सेवा आयोग लडेर जान्छ उहाँ कमजोर हुनुहुन्न। हरेक बोर्डिङका टिचर भन्दा उहाँ ट्यालेन्टेड हुनुहुन्छ। बस उहाँले चाहिँ आफ्नो मनले न्याय गरेर त्यो विद्यार्थीको भविष्यलाई पढाउने हो भने सरकारी विद्यालय एक नम्बर हुन्छ। किनभने प्रमाणित छ, प्रमाणित छ। हामी जनता मावि चाहिँ राम्रो छ भन्छौँ नि, त्यस्तै पदारी मावि हुनु पर्यो, हेमराज मावि हुनु पर्यो, तल सुदूधन मावि हुनु पर्यो, तलका ती दुर्गा माविहरू हुनु पर्यो। त्यसका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित्नु भएका चाहिँ हाम्रो उम्मेदवारलाई चाहिँ हजको जनाउने लेख्नुहोस्। तपाईँको वार्डमा भएको कुन चाहिँ स्कुलमा के चाहिँ व्यतिथि छ त्यो लेख्नुहोस्। वनमा कसले व्यतिथि गरेको छ, वनलाई चाहिँ कसरी सुधार गर्न सकिन्छ, वनको बजेटलाई चाहिँ कसरी प्रयोग गर्न सकिन्छ बारेमा तपाईँ लेखिदिनुहोस्। तपाईँको त सुझाव, तपाईँ पनि एउटा माइन्डसेट भएको व्यक्ति हो। मोहन लाचाले धेरै सक्नुहुन्न, स्थापनाले धेरै गर्न सक्नुहुन्छ, धेरै एक्सपेक्टेसन नराखिदिनु। एक्सपेक्टेसन हामीले पनि त गर्नु पर्यो समाजमा, हामी पनि त उत्तरदायी हो। किनभने म त हरेक पोल्ट पुग्न सक्दिनँ, त्यो टोलको तपाईँको अवस्था तपाईँलाई थाहा छ। त बिरामी परेको बुढी आएर आमाको बारेमा तपाईँलाई गाउँमा थाहा हुन्छ। पिपल अस्पताल यदि बन्ने हो भने, कपिलवस्तुमा मेडिकल कलेज बन्ने हो भने, जुन हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु जिल्लाका सरले हाम्रो माननीय मोहन आचार्यजीको पनि सपना हो र इन्जिनियर देवेन्द्र कुमार शर्मा पनि सपना हो। अहिले चाहिँ भर्खर हामी मेडिकल कलेज खोल्न नसक्ला, हामीले प्रतिबद्धता लेखेका छौँ, तर फेरि प्रतिबद्धता पुरा गरेन भनेर तपाईँले प्रश्न गर्नु होला। यो सपना हो, सपना एक दिन पुरा हुन्छ। सपना नदेख्नेले चाहिँ कसरी पुरा गर्न सक्छ? यदि त्यो हुने हो भने अहिले तपाईँहरूलाई कति राहत हुन्थ्यो होला। मलाई अस्ति हिजो म चाहिँ पिपरा गएँ,